एउटी अलिक राम्रै अनुहार लिएर जन्मेकी रहेछन्, राम्रै पढिछन्। अब नेपो बेबी भनेर बिहे गरे ठाउँमा गएर घर चलाइदिए। के को नेपो बेबी? अब बेबी नेपो नै भए पनि त, नेपो बेबी भए पनि त उनले के गर्नु त त्यसमा? बाबुआमाले माया गरेर राम्रो स्कुलमा पढाए, अनि यो राम्रो स्कुलमा पढ्ने जति सबै अपराधी हुन्? के भनेको थियो? कुनै अमीर बाबु आमाका छोरी होइनन् उनी, एउटी कलाकार। उनका लागि अप्रत्याशित कुरा भयो। उनी विचार गर्दैछन्, यो समाज हो कि यो मान्छेहरूको भिड मात्रै हो? यो सभ्य समाज हो कि यो असभ्यहरूको जमात भिड हो? यो पोलिटिक्स हो कि यो क्रोध हो, आवेश हो, घृणाको राजनीति हो? म त्यता पनि जान चाहन्छु।